घरबाट निक्लिसकेपछि ठाउँमा नपुगेसम्म पुग्दैन धुर्बो आठोको कारणले चाहिँ त्यो खाल्टो भएर त्यो खाल्टा छिरेर बरु यहाँ आइपुग्यो भन्ने खालको तर्क हुन्छ के हो यार समाज कतातिर दौडिरहेको अब म चाहिँ यता दौडिरहेको छु कस्तो पेल छ हो यार यसको लुकिङ ग्लास छैन के हो लुकिङ ग्लास त हेरी बानी नै छैन यार कहाँ हुन्छ भने क्या यार के तालको ड्राइभर कसरी ड्राइभर भन्छ यिनीहरू बाटो बना चाहिँ के बाटो बना खासमा अरे कतै चाहिँ ठुलो छ है कतै सानो छ पुरै बुझिरहेको अरे बाटो बना देखेर कतै 3टा गाडी छिर्छ कतै 2टा गाडी पनि छिर्दैन कतै चाडा छ कतै 6वटा छिर्दै छ यार एउटा चाहिँ नाला व्यवस्थापन गर्न सक्दैन खोल्चा खाल्चीबाट आएको चाहिँ के गरेर आएर रोडको अवस्था यस्तो छ राम्रो ए सिप्लिसक्यो म लडेँ पनि त यो मेरो कारले कसैलाई क्षति भयो भने त मैले क्षति पुर्ने अरे होइन त्यो ठिक छ त्यसमा गलत जसले गर्छ त्यसले क्षतिपूर्ति छ त्यसमा कुनै आपत्ति भएन होइन अब यो बाटोको कारणले बाटोमा चाहिँ बल्ल थुपारेर बाटोमा चाहिँ ढुङ्गा थुपारेर समयमा बाटो बनाएर भ्याउँदैन नभ्याएको हुन्छ होइन अनि समय टाइम पिरियडमा चाहिँ बाटो नबनाउने बाटो जस्तो चाहिँ एउटा चाहिँ भनौँ न अपरिहार्य अब बाटो आज हिँड्नु परेको छ भोलिसम्म चाहिँ बनाएर भ्याउँछ भनेर त आज काम त भोलि त हुँदैन होला होइन मान्छेले हिँड्नु परिरहेको हुन्छ अनि यो बाटोको कारणले चाहिँ दुर्घटना भएर हुने क्षतिको चाहिँ यो क्षतिपूर्ति चाहिँ कसले तिर्ने नेपाल सरकारले तिर्ने कि ठेकेदारले तिर्ने हो कि तिर्ने चाहिँ कसले हो त्यो नियम कोहीलाई मात्रै हो कि होइन अनि कोहीलाई चाहिँ नपर्ने हो कि के कसो हो यो मैले त बुझ्दै बुझिरहेन त हामीले छिसिरिक्क मिस्टेक गरेर चाहिँ काहीँ केही भयो भने चाहिँ हामीलाई कसैले छोड्दैन अझै यति मात्रै हो र भने यो अर्को कारणले चाहिँ लडेर चाहिँ पुछिटेर गएर कसैलाई छोइयो भने पनि ल भ्यायो फलानाले पुग्लुकै बनाएर हानेकै हो क्या सिधै हानेको अझ त्यो खाल्टोले गर्दै जोगाएर चाहिँ हामीलाई नलागेको हो भन्ने खालको तर्क दिन्छन् क्या होइन यो बाटोको कारणले फलाना लडेर यहाँ आइपुग्यो यसरी हामीलाई पनि क्षति हुन पुग्यो भन्ने खालको सोचाइ कसैले राख्दैन होइन सोचाइ कस्तो हुन्छ ए ल त्यो फलाना सिधै आएर मलाई हान्न खोजेको थियो त्यो खाल्टो भएर त्यो खाल्टा छिरेर बरु यहाँ आइपुग्यो भन्ने खालको तर्क हुन्छ अनि चित्त बुझाउने ठाउँै त हुँदैन यार के हो यार समाज कतातिर दौडिरहेको भन्ने कुरो हो क्या छिरायो आफ्नो चलाइ देख्दै छ अरूलाई यहाँ पहिरो लडेछ अरूलाई मात्रै कति गाली गर्नु के गाली गर्नु ठेगान छैन घरबाट निक्लिसकेपछि ठाउँमा नपुगेसम्म पुग्दैन धुर्बो आफै कन्फ्युजमा दौडिरहेको हुन्छ कहाँबाट हुन्छ अनि अर्कालाई मात्रै गाली गरेर एक दिन पानी पऱ्यो भने रोडमा हिँड्न सक्दैन पानी पराइदिने हिलोले अनि पानी रहेर चाहिँ भोलिपल्ट घाम लाग्यो भने अनि फेरि धुलोले यस्तो अवस्था छ त हेर ओहो के हो यो के लाग्यो
माटो हाल्न रहेछ खाल्टा खुल्टी भाटामा हिलो भाटामा अब ल्याएर माटो हाल्छ त्यो माटो ओहो आँखामा कहाँबाट धुलो छिर्यो यस्तो अवस्था छ राति पानी पऱ्यो अहिलेको अवस्था हेरेको छ बिहान एकदिन घाम लाग्यो सास फेर्नै नसक्ने होला अवस्था छ के गर्नु खै के गर्नु